एउटै मात्र हात भएका कैलाली टिकापुरका 26 वर्षीय नरेश राज गिरीले एउटा हातले बाइक चलाएर 42वटा जिल्ला घुमे। आउनुहोस् उहाँसँग गरेको कुराकानी। तपाईले चाहिँ एक हातले चाहिँ 42वटा जिल्ला घुम्नुभयो। हजुर हो सर, म एक हातले बाइक चलाएर अहिलेसम्म 42वटा जिल्ला घुमिसकेँ। अनि यो कतिको गाह्रो छ एक हातले बाइक चलाउँदा? छैन सर, गाह्रो केही पनि छैन। छैन? हजुर केही पनि छैन। तर सोच्ने मान्छे र देख्ने मान्छेले चाहिँ सोध्छ, तर मलाई केही पनि गाह्रो छैन। एकदमै सजिलो। एकदमै सजिलो? एकदमै सर। तपाईँ चाहिँ अब एक हातले गाडी चलाउनुहुन्छ, यसो हात देखाइदिनुहोस् त, दुईटा हात अगाडि। उहाँको एउटा हात छैन, उहाँले चाहिँ एक हात त दुनियाँले देखेको छ, देख्ने मान्छेले। तर मेरो हातको कुइनाको यता माथि छैन, यो दुनियाँले पनि देख्न सक्छ। एउटा हात पुरै छ, 5वटा औँला पनि छन् हैन। यो छ नि तपाईँको उताको हात छ नि, यो जन्मजातै हो कि पछिबाट? यो मेरो 13 वर्षको उमेर हुँदाखेरि रुखबाट लडेर म चाहिँ त्यो गाउँले उपचारले बिग्रेको हो। तर त्यो गाउँले उपचारले पनि बिग्रिनु पर्थेन, तर त्यो उपचार गर्ने मान्छेले चाहिँ त्यो हुन्छ नि सर, बर्खामा देखिने गडेउला हामीले के भन्छौँ त्यसलाई, सङ्के किरा भन्छौँ नि हो, त्यो हालिदिएर त्यसले गर्दा चाहिँ पुरै यो हाम्रो हातको चाहिँ यो के भन्छ यसलाई, छालाहरू निक्सेर हड्डीमा प्वाल पारिदियो सर। कमजोरी चाहिँ त्यो मान्छेको नै हो। कसको मान्छेको भन्दाखेरि काप्रो लाउने मान्छेको के, बर्खामा काप्रो लाउँछ कि, त्यो बर्खा भन्दा पनि अन्य सिजनमा पनि। पहिला चाहिँ अब सानो उमेरमा हामी जस्तै थियो नि? एकदमै सर। 13 वर्ष उमेर हुँदाखेरि म 8 क्लास पढ्थेँ। यशोदा माध्यमिक विद्यालय मेरो स्कुलको नाम हो, अछामको रामरसन गाउँपालिका पर्छ। भने गलत काम के कहाँनिर गरिदिनु भने त्यो बर्खामा देखिने सङ्केकिरा हालिदिएपछि छाला गएर अनि हड्डीमा प्वाल पारिदिएपछि बल्ल वेस्टर्न नेपालगञ्जको हस्पिटलमा गएर विनोद थापा भन्ने डक्टरले मेरो हात काटेको। विनोद थापाले जुन डक्टर, नेपालगञ्जका डक्टर? एकदमै सर। त्यसमा 2 मात्रै छैन, तर त्यतिखेर दोष मैले उहाँलाई काप्रो लाउने मान्छेलाई पनि दिन्न। तर त्यतिखेर मेरो बुवा कहाँ हुनुहुन्थ्यो भने इन्डिया हुनुहुन्थ्यो। अनि डक्टरले इन्डियामा फोन गरिसकेपछि के भन्नुभयो रहेछ बुवालाई भनेपछि कि हात भोलि क्यान्सर हुनसक्छ कि चाहिँ भोलि काट्नुपर्छ भन्ने हिसाबले कुरा गरिसकेपछि ल ठिकै छ, भोलि क्यान्सर हुनुहुन्छ, अहिले काटिदिनु भनेर मेरो बुवाले सल्लाह दिए अनुसार डक्टरले काटिदिनु भएको हो। तर मुख्य दोषी चाहिँ मेरो त्यो हात बिगार्ने भनेको त्यो काप्रो लाउने मान्छे हो। तपाईँले चाहिँ बाइक चलाउनुहुन्छ, लाइसेन्स छ कि छैन तपाईँसँग, र ट्राफिकले तपाईँलाई चेक गर्छन् कि गर्दैनन् चलाउँदाखेरि? सर एउटा कुरा भन्छु, मसँग लाइसेन्स छैन र मलाई लाइसेन्स पनि माग्नुहुन्न। त्यसको दोषी चाहिँ म होइन है। त्यसमा म के जिम्मेवारी बन्न सक्छु भनेपछि, ल मेरो लाइसेन्स मागोस्, ट्राफिक सरहरूले लाइसेन्स माग्नुहुन्छ र मलाई बाइकको लाइसेन्स पनि माग्नुहुन्छ भनेपछि म त्यो हिसाबले गाडी चलाउन मिल्दैन, सिधा कुरा। त्यो नभएपछि कुरा कहाँनिर अड्किन्छ भने एकचोटि म एभेन्जर बाइक लिएर पोखरा गएको थिएँ। तर तनहुँ जिल्लाको यता हाम्रो खैरेनीटार भन्ने एउटा ठाउँ छ, त्यहाँ चाहिँ मलाई बहुत टाइट गर्नु पऱ्यो, 500 रुपियाँ चिट काट्नु भएको पनि हो। तर मैले के भन्छु ट्राफिक सरलाई भनेपछि, मलाई लाइसेन्स दिनुहोस्, म पास गरेन भने जिन्दगीभरि गाडी चलाउनु सर। तपाईँले चाहिँ छ नि 42 जिल्ला त घुम्नुभयो, 42 जिल्ला जाँदाखेरि कति गाह्रो भयो बाइक चलाउँदाखेरि अथवा त्यहाँ ट्राफिक अथवा उनको? तनहुँ जिल्लामा मात्रै भयो सर। पोखरा जाँदाखेरि म एभेन्जर बाइक लगेर एक्लै गएको थिएँ। तर त्यतिखेर मात्रै मलाई एकजना, उहाँको नाम त म थाहा पाउन्न सर है, तर उहाँले चाहिँ मलाई टाइट गर्नु पऱ्यो, 500 रुपियाँ चिट काट्नु भएको हो। तपाईँले चाहिँ कागजहरू बनाउनु भएको छ वडाबाट नगरपालिकाबाट? बिलबुक चाहिँ रिनो छ, क्लियर छ, मैले त्यसमा 2 मात्रै गर्दैन। अब ट्राफिकको अब यातायात कार्यालयको नियमअनुसार त मैले मान्नुपर्ने हो, किनभने एक हात नभएको मान्छेले बाइक चलाउन मिल्दैन भने त मैले पनि चलाउन नमिल्ने हो। उहाँको नियमलाई मान्छु, नमान्ने कुरा होइन। तर मैले ट्रायल दियो भने मैले पास हुन्छु भने त दिन पाउनुपर्ने हो नि, होइन भने चिट काट्नु पनि पाउनु नि। त्यो कुरा चाहिँ म सहमत छु सर। एकदमै 2 मात्रै छैन। तपाईँलाई चाहिँ यो बाइक चलाउँदाखेरि कतिको गाह्रो हुन्छ? गाह्रो चाहिँ कुनै पनि हुन्न सर। 3 जना हालेर हुन त ट्राफिक नियमको उल्लङ्घन भयो, म मान्छु,
त्यतिखेर म फाइन तिर्न तयार छु। पहाडको चिप्लो बाटोमा पनि 3-3 जना हालेर पनि म बोकेर हिँड्छु, उकालो ओह्रालो, मलाई केही मतलब हुन्न। अहिले पेसा के गर्नुहुन्छ तपाईँ? म एउटा कृषि कर्मचारी हो सर। कृषि कर्मचारी? हजुर, म म्यानेजिङ डाइरेक्टर हो। एउटा कृषि पनि काम गरिराख्नु भएको छ, त्यो कामको साथसाथै घुम्नुहुन्छ होला नि? हजुर, एकदमै सर। त्यही भएर 42 जिल्ला घुमेको सर, नत्र मेरो त्यो घुम्ने सक्ने औकातै थिएन, किनभने म गरिब मान्छे हो। मेरो बुवा आमाले 2 छाक ठहर्न सक्नुहुन्न। तपाईँलाई चाहिँ अब नेपाल पुरै घुम्न मन होला नि, इच्छा? सर त्यसरी अब यस्तो छ, मेरो कार्यक्षेत्रको हिसाबले हिमाली जिल्ला जान मिल्दैन। त्यही भएर त्यो चाहिँ सपना देखेको छैन सर मैले। सपना चाहिँ देख्नु भएको छैन? नै छैन सर, त्यो सोच्दा पनि नसोचेको कुरा हो। त्यही भएर हजुरलाई झुटा नबोलेर भनिदिएको सर। जिन्दगीदेखि के छ गुनासो त्यस्तो? केही पनि छैन। मान्छेले आँट्यो भने हरेक कुराको सम्भावना छ सर। तर मान्छेले के गर्छ भनेपछि मेरो त ऊ छैन भन्छ नि। अब मैले पनि मानव दुनियाँले एउटा हात छैन, यो मान्छे त के जिन्दगी होला सोध्छ नि। त दुनियाँले मैले देखेको छु सर, मेरै आँखाले देखेको छु। आँखा छैनन्, रोडमा भिख माग्दै बसेका छन्। मेरो एउटा हात छैन, म पनि भिख मागेर बस्न सक्थेँ। तर मेरो त्यो सोच छैन सर। मान्छेले के हो भने चाहिँ परिवर्तन सम्भव छ भन्ने एउटा हुन्छ नि, एउटा त्यो सोच के त्यो सोचलाई परिवर्तन गर्न सक्यो भने हामीले एक टुक्रा जमिनमा सुन फलाउन सक्छौँ सर। यो कुरा चाहिँ म हरेक मान्छेलाई सन्देश दिन चाहन्छु सर। मैले भने सर, हरेक मान्छेलाई ठिक छ आफ्नो हिसाबले कसैले चाहिँ के गरे हुन्छ भने मेरो त जिन्दगी व्यापार रहेछ, बेकार रहेछ, अथवा चाहिँ मैले केही गर्न सक्दैन यो जिन्दगीमा भनेर सोध्छ नि, त्यो मान्छेलाई मैले भन्छु, हुन त म कुनै विद्वान पनि होइन है सर, अनि म कुनै इन्जिनियर पनि होइन, म कुनै तपाईँको वैज्ञानिक पनि होइन। तर मेरो हिसाबले सल्लाह के दिन सक्छु भने जब परिवर्तन सम्भव छ भनेर हामीले मानसिकताले सिक्छौँ तर गर्न सक्दैनौँ, हो त्यो मानसिकतालाई परिवर्तन गर्न सिकौँ। हरेक कुरा सर, मेरो एक जमिन एक कट्ठा पनि चाहिन्न सर है, एक धुर जग्गामा पनि हामीले सुन फलाउन सक्छौँ भनेर सबैलाई सन्देश दिन चाहन्छु। यो नै मेरो अन्तिम तपाईँहरूको के हो भने चाहिँ एउटा सल्लाह मानिलिनुहोस् या सन्देश मानिलिनुहोस्, या चाहिँ जुन हिसाबले तपाईँले बुझ्नुहुन्छ त्यो हिसाबले लिनुहोस्। यदि तपाईँहरूको जिन्दगीमा पनि त्यस्तै खालका कुनै खराबी काम आएका छन् भने ठिक छ, मैले सल्लाह दिन सक्ने जति दिउँला, त्यो सल्लाह लिन आउँदैमा केही बिग्रिन्न सर है। जस्तो कि छ नि अब हजुर, धेरैजना हुनुहुन्छ है, धेरैजना हुन्छ, कोही मान्छे आदरणीय पनि हुनुहुन्छ, कोहीजना प्रेरणादायी पनि हुन्छन् कतिपय मान्छेहरू के। तपाईँले छ नि अब त्यो हात एउटा सानैमै चुडिएको छ हात, आफ्नै एउटा कारणले, स्वास्थ्य उपचार राम्रोसँग नभएको कारणले गर्दा। तपाईँले छ नि अब जस्तो कि सेवा सुविधा लिइराख्नु भएको छ कि छैन अपाङ्गताको? मैले नै सर सेवा सुविधा मबाट लिन मिल्दैन, किनभने कवर्गको अपाङ्गता परिचय पत्र रातो पाउँछ। जसलाई टोइलेट गराइदिनु पर्ने, जसलाई चाहिँ खाना खुवाइदिनु पर्ने उसले चाहिँ पाउँछ। म गवर्गको मान्छे हो, मैले 1 रुपियाँ पनि पाउन्न। तर मेरो समाजले के बुझिया छ भने सर, अनि यसले त अपाङ्गता भत्ता पाछ त्यही भएर पाल्या छ भन्ने सोच्ने मेरा पनि छन् दुश्मनहरू। मेरै गाउँका दुश्मन छन्, अरूको कुरा लिन्न। तर उनीहरूले के सोचेका छैनन् भने यो गवर्गको मान्छे अहिले त आफै हातखुट्टा गरेर खान्छ अनि आफै जागिर खाएको छ भन्ने सोचेका छैनन्। अनि तिनीहरूको सोच के छ भने चाहिँ यसले त अपाङ्गता भत्ता पाएको छ अनि मैले चाहिँ पैसा पाएको छु भन्ने सोचेछ। तपाईँको चाहना भनेको मान्छेको सोच परिवर्तन गर्ने त्यही त हो नि? दुई मत छैन सर त्यसमा। बरु सल्लाह लिन आउनु पर्यो भने म दिन्छु सर, सल्लाह दिनुहुन्छ। एकदमै हँसिलो हुनुहुन्छ तपाईँ है। सर म अब कुन हिसाबले दुःखी भन्नु त, ठिक छ मेरो बुवा आमाले सपोर्ट गर्नुभएको छ, मेरो बुढीले सपोर्ट गर्नुभएको छ, छोराछोरी भइसके, अनि मैले कसको दुःख मानेर के गर्ने सर? अनि आफैले हार खाएर जिन्दगीमा अनि झुन्डेर मर्नु त? अनि अब म एउटा सल्लाह दिन्छु, जस्तै कोही मान्छे खोलामा हाम फालेर मर्छ हो, कोही आत्महत्या गरेर मर्छ, उसलाई मर्छ भने चाहिँ भोलिको दिनमा खोज्नुपर्ने आवश्यक पनि देख्दैन हो। किन? उसले उसको जिन्दगीबाट अन्त्य लगाइसक्यो, मर्न दिनुहोस् न, किन खोज्नु पऱ्यो सर?
जीवन के जस्तो लाग्छ तपाईँलाई जीवन? जीवन भनेको एउटा आत्मसम्मान हो सर। आत्मसम्मान। एकदमै 100%, त्यसमा दुई मात्रै छैन। आफ्नो लागि जिउने हो, त्यो अरूको लागि जिन्दगी जिउने होइन नि सर। मैले जिन्दगी जिइरहेको छु, तपाईँको लागि जिएको छु र छैन नि। म आफ्नो लागि जिइरहेको छु भने मेरो बुढीको लागि, मेरो आमाको लागि, मेरो बुवा लागि मैले किन जिउनु पऱ्यो? तपाईँसँग सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ? सबैलाई गर्छु सर, त्यो क्वेसन चाहिँ नसोध्नुहोस् प्लिज। सबैलाई गर्नुहुन्छ है? सबैलाई गर्छु, बुढीलाई पनि उतै गर्छु, छोराछोरीलाई गरिदिन्छु माया, दाइभाइलाई गर्छु, मम्मी बुवालाई गर्छु, सबैलाई गर्छु। यो कुरा नसोध्नुहोस् है, कसैलाई केही तलमाथि छैन। त्यो घर परिवार सबैलाई माया गर्नुहुन्छ? एकदम सर, त्यसमा दुई मात्रै छैन। तपाईँले आफै गएर पनि सोध्न सक्नुहुन्छ। के भन्न चाहनुहुन्छ? धेरैजना हुनुहुन्छ अपाङ्गता भएका मान्छेहरू होइन, मैले त एउटै सन्देश दिन सक्छु सर, एउटै सन्देश मात्रै दिन्छु। तर सन्देश एउटाको मार्फत दुईवटा पनि हुनसक्छ। मैले के भन्छु भने यदि तपाईँहरूबाट कुनै म कमजोर छु भन्ने सोच्नु भएको छ भने, मैले अघि पनि भने एउटै व्यक्ति सबै कुरामा दक्ष हुन्न सर। केही कुरा तपाईँले थाहा हुनसक्छ, केही कुरा मलाई पनि हुनसक्छ नि। आदान प्रदान त गर्नु पऱ्यो नि सर, पर्दैन? एउटामा अब हामी अन्तिममा छौँ, जाँदा जाँदै तपाईँले बाइक चलाउनुहुन्छ, बाइक चलाउँदाखेरि कहीँ कतै तपाईँ एक्सिडेन्ट हुनु भएको छ कि छैन, लड्नु भएको छ कि छैन? एक दिन चाहिँ लडेको छु सर, लड्नु? तर मैले हाइसले हानिदिएको, म लडेको होइन। मलाई पछाडिबाट हाइसले हानिदिएको, तर पैसा चाहिँ मैले आफै खर्च गरेँ। तपाईँले के झुटा भन्ने र सर, यहाँ मेरो रड छ, त्यो रड निकालेको छैन अहिलेसम्म। यो बाइक चलाउँदाखेरि कसले सिकाएको तपाईँलाई? कसले सिकाएन सर, मैले डाइरेक्ट सिबिजेड गाडी भन्ने थाहा छ हजुरलाई? त्यही चलाएर मैले किनेर डाइरेक्ट चलाइदिएको। डाइरेक्ट? मलाई कसैले सिकाएको होइन। तर कुन बाइकमा कति गियर हुन्छन् भन्ने कुरा चाहिँ मैले पहिल्यै सिकिसकेको थिएँ, अनि डाइरेक्ट बाइक किनेर मैले चलाएको सर, मलाई कसैले सिकाएको होइन। के भन्न चाहनुहुन्छ? बाइक चलाउनुहुन्छ धेरैजनाले है, उहाँहरूलाई एउटा सन्देश? बाइक चलाउने मान्छेलाई त मैले के भन्नु सक्छु र सर, म एउटा अपाङ्ग त मान्छे हो है। त्यो पनि एउटा तपाईँ जस्तै मान्छे कसैले चलाउँदै हुनुहुन्छ भने कतिपय मान्छे उहाँको क्षमता अनुसारको कुरामा भर पर्छ, त्यो कुरामा म विश्लेषण गर्न चाहन्न। उहाँले चलाउन सक्नुहुन्छ चलाउनुहोस्, चलाउन सक्नुहुन्न हातै नलाउनुहोस् भनिदिन्छु, सिधै हातै नलगाउनुहोस् भनिदिन्छु। तर मलाई पहिला स्कुटी चलाउन दिने मान्छे चाहिँ मेरो वीरेन्द्र शाह दाई हुनुहुन्छ एकजना, कैलाली पलनपुरमा। उहाँले दाइले एकचोटि खाना खाने टाइममा मलाई चाबी दिनुभएको थियो, अनि त्यो स्कुटी लिएर मैले डाइरेक्ट चलाइदिएको हो। त्यसपछि मैले बाइक किनेर चलाएको सर। हामीलाई चाहिँ देश विदेशबाट धेरैजनाले हेर्नुहुन्छ, उहाँलाई के छ भन्नुपर्ने? सबै हुन त नेपाली पनि हुनु होला, भारतीय अथवा कुनै देशको पनि हुनु होला, सबै दाइभाइलाई हार्दिक नमस्कार है। तपाईँलाई चिन्ने नै चिन्ने नचिन्ने सबैलाई नमस्कार। मेरो कोही पनि दुश्मनी छैनन्, सबैलाई नमस्कार छ। अनि मेरो भिडियो हेर्ने बित्तिकै अब हुन त पहिला पनि थुप्रै मिडियाले लिनुभएको थियो इन्टरभ्यू, अनि कसैले राम्रो कमेन्ट गर्नुभयो, कसैले नराम्रो गर्नुभयो, ठिक छ, आफ्नो विचारको कुरा हो, गर्नु होला। तर हाम्रो दाइलाई पनि सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, भिडियोलाई चाहिँ माया गरिदिनु होला। अनि त्यति छ मलाई भन्नुपर्ने, अरू केही छैन। तपाईँहरूको मेरो दुश्मन कोही पनि हुनुहुन्न। धन्यवाद, एकदमै सबैलाई हार्दिक स्वागत छ। समय दिनुभयो त्यसको लागि धन्यवाद। एकदम दाइ, तपाईँ पनि यहाँसम्म आइदिनु भयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हामी बिदा हुन्छौँ है। ओके, नमस्कार दाइ।